सम्पूर्ण व्यक्तित्वहरुमा नमस्कार। नमस्कार। आज फेरि शनिबारे बसाइको यो अङ्कमा यहाँहरूलाई हामीले सङ्गीत मार्फत एउटा सङ्गीतको दुनियाँमा लैजान चाहन्छौँ। आज पनि फेरि सङ्गीतको दुनियाँमा लैजाने जिम्मा सौगात समर्पण सरको। एकदमै थ्याङ्क यू भेरी मच सर। होइन, सङ्गीतको दुनियाँमा लिने म जिम्मै त लिन सक्दैन होइन। कृपया तपाईँले जिम्मा जस्तै अब अहिलेको यो समसामयिक परिस्थितिमा बहुप्रतिष्ठित खेम सेन्चुरीको डागो यहीँ छ, चङ्गा जहाँ पुगे नि, मुहान यहीँ छ, गङ्गा जहाँ। क्या बात, एकदमै भावना गुनगुनाउने प्रयास मात्रै गर्न सक्छु म। कृपया यहाँको प्रयास। ओके। धागो यही छ, चङ्गा जहाँ पुगे नि, मुहान यही छ, गङ्गा जहाँ पुगे नि, मान्दैन तिमीलाई छोडी जान त पटकै मन मान्दैन, तिमीलाई छोडी जान त पटकै मन मान्दैन, केर्छौ त नि निर्माया मायाले जीवन धान्दैन, केर्छौ त नि निर्माया मायाले जीवन धान्दैन। यो गीत मात्रै नभएर आम नेपालीको आम पीडा हो यहाँले बोल्नुभयो। तर सङ्गीत मार्फत एउटा भावनात्मकतासँगै एउटा भित्रबाट चाहिँ विक्षिप्त एउटा बाध्यताको जड त्यहाँ जोडिएको छ। भावनात्मकताले सीमा पनि नागेको छ। यहाँलाई यो मिठो प्रस्तुतिका निमित्त, रसमय प्रस्तुतिका निमित्त हार्दिक धन्यवाद र हाम्रा दर्शक र श्रोताहरूलाई फेरि एकपटक यो सुनिदिनु होला भन्ने आग्रह गर्दै यहाँलाई धन्यवाद दिन चाहन्छु। ओके, दिनुहोस्। ओके।